अब फेरि खाना खान थाल्यौँ कति खाएको भन्छ एकताल खाएको खाना चाहिँ लगाइदिइहाल्ने त्यस्तो छ है साथीहरू गाइसहरू भन्नु नि मेरो भ्युवर्सहरू कति खाएको मात्रै लगाएको देखाएको भन्छ अब घरमा खाने खाना त लाउनु पऱ्यो नि त अब भिडियोको लागि खाएको त होइन खाएको खाना चाहिँ भिडियोमा लगाएको मात्रै हो अमिलोहरू अहिले आउँछ हालेको छु है छोडिदेऊ न अचार अमिलो सही लड्की किनाको अमिलो छ खाएँ म आयो त नि बेबीले हाल्छ बेबी छ बेबी हाल्दै तरै छ दुईजना आउँदैछ हाल दुईजना तँलाई र जोनलाई तँ र जोन छोड्दे खै छिटो बोला नि नुन लाग्यो कहाँ छ हौ राइजा भन् सिरियस सोधेको है मिलाउँदा मिल्छ नि किन सोध्नु मिलाउँदा पनि कति जोस यसलाई नि र पनि झुक्रिन्छ चाहिँ माथि मजाले पताउँछ फेरि मलाई कुरा पाउनु यसले पताउँछ नि म पनि पताउँदिनँ यसको साँच्चीकै कुरा भने पनि पताउँदिनँ म त जोतेर जोतेर है बेसी जहाँ जोतेर नि आमा तर यस्तै खान्छ हाम्रो त लमी आफ्टर चर्च है हाम्रो चाहिँ लन्च खान हौ खान्छ नि हालेको भात सोधिसक्छ सेकेन्ड दिदी नखानु नि यत्रो जनवरी नखानु पऱ्यो यो सिक्किमबाट डल्ली हरायो मात्रै होला डल्लै निस्किनु छोडेन मात्रै हो खाना भन्छु फेरि नागाल्यान्डमा उयो पाउँथ्यो डल्ले खोर्सानी कान्छाले कुकुरको मासु पनि ल्याइदिन्छु भन्छ को खान्छ त्यो कान्छालाई पनि को खान्छ ल्याउँछ है त्यसले हामीलाई ल्यायो भने कुकुरको मासु भाउजू म कुकुरको मासु ल्याइदिनु ल उताबाट भनिरहेको छ ल पो नम्बरै छैन कान्छाको फेरि राइडरमा गएको छ नि त को खान्छ भने माथि हौ लती माछामाको ए उहाँ रोकेर मलाई टिटी हाल्यो कि र कहाँ गएको भनेको नागाल्यान्ड नागाल्यान्डबाट के ल्याइदिनु अरे कि बिर्सेछु म त खोर्सानी त गइसकेर पनि याद आयो त्यो खोर्सानी पाउँछ त किङ खोर्सानी कस्तो भुलेको किङ चिल्ली हौ ल्याउँछ नि त्यसमा के खाने सब्जी खाउँ न कुकुरको मासु ल्याइदिन्छु ल अरे म त ल भनि पठाएको खै खाएन टेस्ट गर्नु एकपल्ट अबि म त पिरो लाएर कुकुर खानु पऱ्यो तिमी खानु साँपको त खाएको मैले साँप खाएको बादर खाएको मैले केटाकेटीमै खाएको साँपको मासु झुक्काएर दियो भने चाहिँ के कसो तर पनि खाँदैनौ अब तिम्रो पका खाँदै कहाँ खान्छ त यो मासु उसकोमा खाएको तल उसको हात त्यो पकाएर खाएको न जोत छ कसले तिम्रो त्यो सिस्टमहरूमा आएको बेलामा कम्दै आउँदैन के नखाएको के नखाएको हुन्छ अब यति खायो नि अब बरु बेला भए पनि हुन्छ नभए पनि हुन्छ नि ठिकै हुन्छ नि होइन जस्तो हड्डी हड्डी लाग्यो खान नि
होइन मासु पनि थियो कि हड्डी चाहिँ सिटी लगाएर अगाडि मजाले उयो गरौँ रस निकालौँ भनेर त भयो त अन्त हड्डी टोक्नुको मजै अर्कै छ फेरि अँ तर हातको हड्डी नै ल्यायो त्यही माथि फेरि उयो करमको हड्डी नै हाल्छ तिमीहरू तिनजना कहीँ जाने तिनजना ऊ चारैजना कहाँ जाने